हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई थाहा छँदैछ धनगढीमा उसु लागेको छ, घाम लागेको छैन। ऊ लुगा धोएको पनि 5-6 दिन भइसक्यो, सुकेको छैन। आधा उता छ, आधा यता छ। अनि हामी चाहिँ यता आगो ताप्दै बसिरहेको छु। चिसो धेरै छ। ल भन, अब यो टिकटकबाट पैसा दिन्छ। ल अहिले आगो नचला, आगो चलाएपछि जल्छ नि। अनि टिकटकबाट पैसा दिन्छ। अनि के भन्, हामी गरिब छु, हामीलाई पैसा दिनुहोस् न। अनि हामी खाना पनि पाएको छैन, लाउनु पनि पाएको छैन। नहाँसेर के भन्नु र? सानो बच्चाले भनेको मलाई झुट बोल्यो भनेर सोच्छु। अहिले मैले टिकटक बन्द गरेको हौँ त, अहिले बन्द गरेको हौँ। सुरु रेडी भयो है त? रेडी 1 2 3 गो लगाऊ। हेलो गाइस, हामी दुई गरिब छौँ, हामी दुईलाई पैसा दिनुहोस्। अरू पनि भन्नुपर्छ नि त, हामीले लुगा लाउन पाएको छैन, आगो तापेर बसिरहेको छु। स्कुल पनि जान पाएन, मोचा लागेको छैन हातमा नि। यो मोचा होइन नि, मोचा होइन, यो लुगा लगाएको तिमीले हातमा पनि छैन नि तिमीसँग, हात पनि जाने छैन नि। अनि मोचा पनि, जुत्ता पनि छैन यसको, गरिब हो। यो टोपी पनि छैन, गलबन्दी पनि छैन। बाबालाई पनि गरिब छन् भन्ने। मेरो बाबाको नि केही छैन भन्नु भन। टोपी छैन, मोचा छैन भन्न। बाबाको नि ऊ बाबाले ट्राउजर लगाएन, हाफ पेन्ट लगाए भन्न। मुसो के लाउँछ ल? भन्न।